यो दृश्य भने थाइल्यान्डको क्रिकेट मैदानमा एउटा यस्तो रणभूमि जहाँ सपना पूरा भए इतिहास रचियो। 2025 मे 19 नेपालको महिला क्रिकेट टोलीले आइसिसी वुमेन्स T20 वर्ल्ड कप ग्लोबल क्वालिफायर्स अन्तर्गत युएई विरुद्ध एक कठिन चुनौती सामना गर्यो। युएईले 20 ओभरमा 7 विकेट गुमाउँदै प्रतिस्पर्धात्मक स्कोर 114 रन बनायो, जहाँ ईशा ओझाले सङ्घर्षपूर्ण 39 रनको योगदान दिइन्। तर नेपालको बलिङ आक्रमण जबरजस्त थियो। मनिषा उपाध्यायले 4 विकेट लिँदै मात्र 20 रन खर्चिन् र युएईको पारीलाई रोक्न निर्णायक भूमिका खेलिन्। 115 रनको लक्ष्य लिएर जब नेपाली ब्याटरहरू मैदानमा उत्रिए, उनीहरूमा थियो अधिक आत्मबल। कप्तान इन्दु वर्माले जिम्मेवारीको भावना साथ 28 बलमा महत्त्वपूर्ण 30 रन बनाइन्। दबावको समयमा धैर्यता देखाउँदै टोलीलाई विजयी मार्फत डोरिन्। र अर्कोतिर भने प्रेरणादायी नेत्री रुबिना छेत्रीले पनि महत्त्वपूर्ण 23 रन बनाइन् र टोलीले समन्वय र साहस देखाउँदै अन्तिम 3 बल बाँकी रहँदासम्म 5 विकेटको रोमाञ्चक जित हात पार्यो। यो जितले क्रिकेट संसारमा नेपालको नारीहरूको गर्जन सुनाएको छ। यो जितले भने केवल स्कोरबोर्डको अङ्क मात्र थिएन, यो थियो वर्षौँदेखि गरिएको कडा मेहनत, समर्पण र खेलप्रतिको मायाको नतिजा। यी महिलाहरूले अनेक बाधाहरू पार गर्दै निरन्तर अभ्यास र सङ्घर्षको बलमा आज विश्व मञ्चमा आफ्नो स्थान बनाएकी छन्। उनीहरूको यात्रा आज नेपालभरिका युवतीहरूका लागि आशा र प्रेरणाको स्रोत बनेको छ। पछिल्लो समयमा धेरै आलोचना भोगेकी कप्तान इन्दु वर्माले भने यस खेलमा सही समयमा उचाइ छोइन्। उनी दबावमा हुँदा पनि 30 रन लिएर आइन् र प्लेयर अफ द म्याच पनि घोषित भइन् र एउटा सच्चा कप्तानको शैली देखाउँदै उक्त पुरस्कार मनिषा उपाध्यायलाई समर्पण गरिन्, जसले 4 विकेट लिँदै युएईलाई राम्रो प्रदर्शन देखाएकी थिइन्। यो जितले मात्र पाना फेरिएको होइन, इतिहास नै रचिएको हो। नेपाल महिला टोलीको यो यात्रा एक देशको गर्व र एक पुस्ताको प्रेरणा बन्न पुगेको छ। विश्व मञ्च अब टाढा छैन र हाम्रो सपना अब सम्भव छ। जय नेपाल।